Yes, very island. Namaste guys, welcome back to my new video. आइएको छु यहाँ सञ्चालन चलाउने म सञ्चालन छु हैन। आफ्टर लङ टाइम पछि म चाहिँ अहिले युट्युबमा आएको छु हैन। करिब 10-12 दिन पछिको हुमा हैन। किनकि मैले भिडियो हाल्न पाएको थिएन हैन। आज बनाएको भिडियो कमसेकम 12-13 दिन भयो मैले युट्युबमा भिडियो हालेको चाहिँ हैन। टाइम नै मिल्दैन हैन। भिडियो आएको थिएन हैन। अहिले चाहिँ म राम्रो आएको छैन पुरै चर्को नै तेज सुरु आएर चाहिँ मैले जस्तो भए पनि बनाउने छु हैन। किनकि धेरै भएको छ मैले युट्युबमा भिडियो नहालेको पनि यो आज बनाउँछ भनेर चाहिँ बनाएको हैन। कस्तो जाने के तपाईको चाहिँ यो टाइम बनाउने पनि त्यही भएर पनि मैले फलो चाहिँ नहालेको हैन। अब कामको काम हुन्छ हैन। अनि काम गरेर यस्तो साथीहरु भेट्छ हैन। अब फेरि केही भिडियो बनाउने भने चाहिँ म बनाउँदैन हैन। त्यही नै हो। यो गुड चाहिँ मेरो पछि हुन्छ हैन। म जहाँ गएको त्यसमा ल्याउँछ हैन। किनकि यसले चाहिँ हाम्रो लाग्दैन त हैन। त्यो चाहिँ हाम्रो पछिमा त आउँछ यो गुड मैले पानीमा पाउँदैन कति फोर्छ हैन। र कागज ढुङ्गा सुङ्गा पुरा सब हिँड्छ हैन। पुरा सब गरेर हिँड्छ हैन। पुरै फोरे राख्छ हैन। यस्तो छ पुरै गाईले खानपानी चाहिँ यो हैन। त्यस्तो पुरा ताकले फोर्छ कि पुरा फोर पुरै एकदम घर छ हैन। फोर पनि हिँड्छ सब हिँड्छ। दिल्लीको हालत चाहिँ हैन फोरै फोर अनि घर सहर फोर सब हिँड्छ कि हैन। त्यस्तो छ अनि उता चाहिँ पुरै हरिया भएको छैन। अब चाहिँ बर्खा लाग्ला नि पुरै रुखपात पलाइरहेको छ हैन। अगाडि फरकतिर पनि पलाइरहेको छ हैन। बर्खा लाग्यो त्यही भएर हैन। गाडी चाहिँ के गर्ला छ त पछाडि चाहिँ यो पानी चाहिँ पता नि कहाँबाट लिक भएको छ हैन। पानी चाहिँ गएको गएछ त्यतापट्टिबाट चाहिँ हैन। सायद बिग्रेको होला यो पनि। हेर्नु न पुरै परेर मरेको छ हैन। यो के भएको छ यो ट्याक्कले परेर मरेछ। सायद यसले पनि गोरुमा लागेको होला हैन।